संसारको सबभन्दा ठुलो तान्त्रिक को ठुलो तान्त्रिक भनेको एलन मस्क हो। 8 अरब मान्छे छन् संसारमा, 7 अरबले तिनका नाम लिइरहन्छन्। मस्कको कम्पनीमा चाहिँ काम गर्ने छ अनि यसको यिनीहरू चाहिँ इन्डिया बसेर काम गर्छन् बेङ्गलोरमा। अनि एकछिन भने त्यसले मलाई त्यसपछि त्यो ठ्याक्कै यता फर्केर एउटा अलि अड पोजिसनमा बसेर त्यो एकछिन त्यो फेरि हामीले हेर्दाखेरि चाहिँ ध्यान मुद्रामा बस्यो क्या। हामीले हेर्दाखेरि 2 देखि 3 मिनटभन्दा बढी बसेन, टकसक हल्ला आयो। अनि के भनेको उनीहरूको चाहिँ त्यो थट प्रोसेस छ नि, सोच, ध्यानबाट चाहिँ उनीहरूको चाहिँ त्यहाँ कनेक्सन हुँदो रहेछ टिमसँग। केही कुरा उसले आयो, केही कुरा उसले भन्दैछ, उसले त्यहाँ उसले कम्युनिकेट गर्यो क्या। उसले अब कसलाई कम्युनिकेट गर्यो, कसलाई गर्यो भने अब सोध्ने कुरा भएन नि। तर उसले एलन मस्कको कुरा गर्यो, ऊ त्यो लेभलको छ भनेपछि अब एक्ज्याक्टली एलन मस्कलाई नगरे पनि त्यही टिमलाई गर्यो नि उसले। उनीहरू सबैजना त्यसरी नै बसिरहेको छ क्या। त्यहाँ चाहिँ मैले थाहा पाएँ नि त, ध्यान गरे भयो नि त। उनी त त्यहाँको त्यो के भन्ने अब त्यो काइन्ड अफ जुम मिटिङमा जस्तो बसिरहेको छन् सब ध्यानमा होइन।